घर तरकारी खानलाई छैन होला यो लौका सौका पनि पठाइदिउँला विदेशीदेखि फेरि च्याट्ट लाएर खानुपर्ने हुन्छ सबैले। यस्तो रमणीय दृश्यलाई हेर्नको लागि हामीले आज यस्तो कठिन परिस्थिति पार गर्दै गर्दै आइयो। ल देख्न सक्नुहुन्छ विश्वको सबैभन्दा ठुलो अग्लो पुल पनि यही छ। एकदम रमणीय फिल भइरहेको छ। ल हेर्नुहोस् चराचुरुङ्गी कराउँदाखेरि यो कान तृप्त भयो आज मेरो। पछाडि हेर्नुहुन्छ भने ठ्याक्कै म सिस्ने खोला मालको याद आयो। यस्तै डाँडा डाँडामा जानु पर्थ्यो माल जाँदाखेरि। सबैलाई सम्झना योग्य होस् भनेर मेरो भाइहरूलाई थाहा होला। यसो डाँडो जानु पनि भाइहरू फेरि माइजूहरूले फेरि बाघ लाउँछ भनेर डराउँदिने हामीलाई। म फेरि अब जाने बेलामा त डराएर भाइ जाने माल फेरि गएपछि फेरि उहाँ गएपछि फेरि माइजूहरूले गाली गर्ने भन्छ रातिमा बाघ आउँछ भन्ने। त्यो अहिलेसम्म मैले आएको चाहिँ देखिनँ। अब भएका कुकुर बाख्रा साख्रा अब खाइदियो भन्नुहुन्थ्यो तर मैले त्यो खाएको पनि देखेन गफलाउनु भएन फेरि। त्यसै कारणमा आज यो रमणीय दृश्य हेर्दाखेरि मेरो झलल्ल माउली गाउँको सम्झना पनि दिलायो। अब ससुराली गाउँ पनि यस्तै परिदियो नि त मलाई। सुन्न सुगन्धै भयो। ससुराली गाउँ अब कहाँ पर्ला त मलाई थाहा भएन। ससुराली गाउँ पनि बनाउनु पर्ने हुन्छ। यतै बनाऊँ कि भन्ने जस्तो पनि यसो मुड आइरह। तर फेरि आफ्नो धर्म संस्कृति रीतिरिवाज मिल्दोजुल्दोमा गरे भएर फेरि भोलि बिहान मेरा कुरा पनि मिल्ने फेरि सम्बन्ध लामो जाने। अब यो घटपट हुने सम्बन्ध फेरि बनाएर बनाउनु भन्दाखेरि नबाउनु नै ठिक हुन्छ भने चाहिँ मेरो धारणा एक नम्बरको धारणा यो हो। आज यो दृश्य हेर्न पाउँदा केही छैन गाइजु। 10,000 जति खर्च भयो केही छैन। अब कमाएर तिरौँला भनेको इल्ला ए रमाइलो। तलतिर हेर्नुहुन्छ भने अब ठ्याक्कै सिस्ने खोलाको खोलो जस्तै चर्लकै देख्न सक्नुहुन्छ। यस्तै खोला छन् मेरी बा। ल हेर्नुहोस् ओ पारी। तर यो देशलाई चाहिँ मैले मान्छु किन भन्दाखेरि यो देशको कुना कुनामा लाइट छ। बाटो भन्नुहुन्छ भने चिल्ला बाटाको त अब चिल्लै बाटो भयो किनभने विदेश हो। र आज मन खुसी अर्कै तरिकाले छ कि यस्तो खुसी भएपछि म अब गाडीमा चढेको फेरि 2 घन्टा होरै झारिदिएछ कि भन्न खोजेको तपाईँले भन्नुहोस् कि अलि अगाडि झर्नुपर्ने म यता होरै आएँ कि म 2 घन्टा। अब यो हिँड्दै जाने क्रममा चाहिँ अब यहाँ भिडियो गराउनु पर्ने हुन्छ। केटाहरू चाहिँ अलि अगाडि हिँड्दैछन् तिनीहरूलाई फेरि अब भिडियो गराऊँ भनेको मानेनन्। उनीहरूको फेरि आफ्नै स्वाग सबैको छुट्टी हुन्छ। किन भन्नुहुन्छ भने अब जन्मजात गुणहरू विशेषताहरू लिएर जन्मिएको मान्छे हुन्छ कि। अब कसैलाई फेरि रुखा चलाउनु श्रम हुने, कोही फुङ्गाला हुने, कोहीलाई पढेको गर्नुहुन्छ। म फेरि पढ्नभन्दा बरु गएकोमा गए पनि पढ्न फिट नपर्ने। अब सोधेको फेरि एउटा इक्जाम्पल दिन्छन् त्यही इक्जाम्पलमा फाटफाट बनाइदिन्छु मिल्छ। त्यहाँ घक्रक्क बस्छु। त्यस्तै गरेर त्यस्तै आज फेरि यस्तो रमाइलो देख्न पनि पाइने छ। आज यो मैले सोचेको पनि थिएन गाइस। फेरि किन भन्दाखेरि आज 12-1 वर्षसम्म त काम गरेर घर आएर खानासाना बनाएर खाएर 81 फेरि टिकटकमा रिल हेर्ने चक्करमा है यो रिल फाटा देखिएर हामी यता प्रस्थान गरिदियो। यस्ता प्रदान गर्नेखेरि अब हाम्रो जोइटिङ रे लाएर यही भिडियो हाल्ने मैले काटेर केही हाल्ने छैन। जे बोल्नु यस्तै हालिदिन्छु फेरि। अब त्यसै क्रममा रमाइलो त भवालै भयो। हेर्नुहोस् तपाईँहरूले पछाडि दृश्यहरू हेर्नुहोस्। अलि यस्तो सुहाउने हुन्छ यस्तै सुहाउने छ मलाई। किनभने क्या भयो नि त जोस् मेरो बानी। म त आज त मेरो म त खाल टाढो निकाले जस्तो भएँ कि केटा हो। यति रमाइलो तरिकाले चाहिँ म अहिलेसम्म हिँडेको पनि थिएन। किनभने जापान आएको धेरै भन्दा पनि 8-9 महिना हुन लाग्यो। अब घुम्न जाने भन्छ नि अलि कहिले मेरो काम साँझमा पर्दैन कहिले दिउँसोमा पर्दैन। त्यस कारणले गर्दाखेरि म घुम्न जान पनि पाएको थिएन राम्रो तरिकाले। आज यसै बिचको दुरियानमा म आज घुम्न आउनु पाएँ। र यहाँ देख्न सक्नुहुन्छ घरहरू। यस्तै घरहरू चाहिँ म बनाउन चाहन्छु। किनभने घर ठुलो बनाएर पनि हुने केही होइन। पैसा केही पनि छैन। ठुलो घर बनाएर भाङभाङती घर बनाएर भुतिया बङ्गला जस्तो बनाउने मलाई मन पर्दैन कि। किनभने अब सानो ठिक्कको अब बुढाबुढी हटाउने दाइ भाउजू आउँदाखेरि हटाउन्। अरू अब खानके नाइ केटा हो। खानके नाइ सिल्ली चाट खानके नाइ हो म त। र आज हेर्नुहोस् यस्तो रमणीय ठाउँ छ कि अब हामीले आरसिसी घर बनिन्छ बिल्डिङ घर बनिन्छ। ल हेर्नुहोस् जापानमा काठका घर हो।
बाह्रैमास चिसो हुने भयो। यसले गर्दाखेरि स्वास्थ्य राम्रो, लामो दीर्घायु बाँचिने भइयो। त्यसै गरेर वातावरणलाई पनि एकदम अनुकूल हुने भयो। र बिरुवाहरूको चक्करमा चाहिँ मैले भन्न चाहन्छु तपाईँहरूलाई, बिरुवाहरूलाई चाहिँ यहाँ चाहिँ यस्तो जतन गरेर राख्ने चाहिँ तपाईँ देख्नु। अब नेपालमा यो पोलको चक्करमा यो बुट्टै काटिन्छ, यो पोलको चक्करमा यो बुट्टो छट्ट काटेर सबै बुट्टो फालिन्थ्यो। तर यहाँ यस्तो म्यानेजिङ सिस्टम छ कि तपाईँले गर्छ त्यति राम्ररी त मैले एकाउन्टमा पनि उत्तर लेख्थेन होला, यहाँ त्यति राम्ररी एकाउन्टिङ गरेछ कि भन्न खोजेको एउटा म्यानेजमेन्ट सिस्टम, एनालाइजिङ, भिजुअलाइटी भन्ने हामीलाई मोडी सरले पढाउनुहुन्थ्यो। यस्तो यो लागु यहाँ सिद्धान्त यहाँ लागु भइरह। र अब फेरि तपाईँहरू हुन बाटोमा हिँड्दाखेरि गाडीले हान्ला यता, तर त्यसको लागि चाहिँ म आफ्नो सतर्कता अपनाएर म एउटा लाइनमा हिँडिरहेको छु। त्यो लाइनमा हिँड्ने चक्करमा चाहिँ अब गाडीले बाइचान्स छोयो भने चाहिँ मेरो पनि गल्ती हुन्छ, गाडी पनि गल्ती हुन्छ। तर अब गल्ती भइहालेपछि फेरि यसको पनि यहाँ नियम छन्, कानुन छन्। त्यो अनुसार फेरि यहाँ फेरि नेपालमा यस्तो झुलाउने उहीँ माकुरो झुले यस्तो झुलाउने होइन, यहाँ नियमअनुसार काम हुन्छ। सबै यहाँ रमाइलो गरेछन् के खेर। यसै क्रममा अब तपाईँहरूलाई आज मैले त्यो म आएको किन आएको भन्ने कुरो त बताउन बाँकी नै छ। यो चाहिँ लास्टमा एउटा ट्रेजेडी हो, तपाईँहरूलाई देखाउँछु। तर अलि भिडियो चाहिँ अलि अन्धकार आ भन्नु होला। यो गुफा जस्तो छ कि यहाँ, अब टनेल जस्तो छ। अब म कसरी निस्किने जङ्गलबाट भन्ने कुरो मलाई पनि थाहा छैन। तपाईँ ढुक्काउनुहोस्। तपाईँलाई त ट्रेजेडी नदेखाइकन आज तपाईँहरूलाई रमाइलो नगराइकन घर बसेर पनि तपाईँहरूलाई रमाइलो भएन भने चाहिँ मेरो भिडियो हेरेर मेरा यो फटाइज भने हुन्छ क्या, माको फटाइज भने चाहिँ यस्तो रमाइलो भिडियो देखाउँछु तपाईँहरूलाई। तपाईँहरूको काम सिर्फ त्यहाँ बस्ने, चक्का चक्कामा बस्ने, भिडियो सट्ट हेर्ने, भिडियो यस्ता अपलोड गर भाइ भन्ने। मैले भिडियो बकाइदा हालिदिन्छु। बकाइदा कसले के गर्छ मलाई? फेसबुक भन्नुहुन्छ, युट्युब भन्नुहुन्छ, जहाँ भन्नुहुन्छ त्यहाँ हालिदिन्छु। रमाइलो हाल्ने हो, कसैलाई गाली गर्नु परेको छैन, कसैलाई दुःख दिनु परेको छैन। स्याममा खाने हो, सोध्ने हो। आज 8 महिनासम्म मेरो काम के हो नि त? अब गएको गइन् त, गएको हुन भनौँ। फेरि नेपालमा बस्नुहुने मेरा दाजुभाइ दिदीबहिनीहरू फेरि आफन्तहरू पनि हुनुहुन्छ। म स्कुल जान्थेँ, स्कुल गएर सट्टा आउँथेँ त के भन्ने हो र। बिहान एक छाक भात भनेको चाहिँ अब 8 महिनासम्म एक छाक खाइयो, गफ लाएर भएन। एक छाक भात खाएर काम हानेकै हो। अब त्यहीँ बेन्तु सेन्तु तिनी पाउरोटी नेपालमा पाएन, तिनी केही रोलको पाउरोटी तपाईँहरू पनि देख्नु होला। त्यस्तै पाउरोटी खायो, काम रानकाएर हानो, त्यही पनि बाँचियो, धन्न बाँचियो। अहिले चाहिँ अब अलिअलि गर्दाखेरि गर्दै जाँदा त हुने हो के अरे। अलिअलि भाषा राम्रो भइरहेको, भाषा राम्रो भएको कारणले गर्दाखेरि चाहिँ अहिले हाललाई चाहिँ कामलाई चाहिँ म्यानेज गर्न सकेको भएर त्यही त भने म्यानेजमेन्ट चाहिँ जिन्दगीको सबसे मेन तत्त्व भनेको म्यानेजमेन्ट। यदि म्यानेजमेन्ट सिकियो भने चाहिँ जिन्दगी यस्तो लाइट बोले चाहिँ झ्याप्प बोल्ने है। त्यसको चाहिँ मैले एनालाइजिङ गरेर म आएँ। अब त्यसले गर्दाखेरि चाहिँ अब एकदम धेरै तनाव भइरहेको थियो, किनभने काममा गएछ आएछ, काममा गएछ आएछ। एउटा कपडा नफेरेको त लौ 7-8 महिना भयो होला कि त त्यो बेला। अब गफ लाएर भएन। त्यही हो कुरो, सत्य कुरो त्यही हो। तपाईँहरूलाई यो ट्रेजेडी पनि हेर्नुहोस्। यो अन्धकार धुवाकारमा ल्या यस्तो युग कि अब नेपालमा चलन के छ? बाटो खन्न पर्यो भन्छन्, ऊ भन्छन् काट्छन्। यो सिस्टम गलत हो भन्ने कुरा चाहिँ हाम्रो अहिले घन्टे भन्नुहुन्न। मै घन्टी सरकार हो, घन्टी भन्नुहुन्न। उसले पनि गल्ती केही गरे होला। 1 नम्बर सरकार हाम्रो घन्टी सरकारै हो। तर अब किन भन्दाखेरि नियमहरूको उल्लङ्घन गर्न खोज्छन् कि। अब जापानमा तपाईँहरूले के गर्नुहुन्छ भने मेरो भिसा आयो भने मेरो अब यो सालको भिसा आउँदैछ, ठ्याक्क 70,000 फेरि यो भिसाको भन्दा पनि मेरो इन्सुरेन्स ट्याक्स हो क्या। अब बिरामी त म वर्ष नभए म 4 वर्ष बिरामी नहुँ भन्ने चक्कर आँसु, किनभने अब सुत्यो भयो नि। अब गएको जानु पाउन्न, गएको हाजिर हुन्न, हाजिर नभयो भने फेरि भोलि बिहान इमिग्रेसनमा बोलाएर मलाई किन गएन भन्छ। अब त्यतिको खुबी भए त म नेपालमा बस्थेँ, किनभने अब उहाँ गएर पनि गफ लाउनुपर्छ। फेरि म यस्तो भएर आउनु सकिनँ। अब त्यति भाषा फेरि त्यति राम्रो भाषा पनि छैन भनौँ। अब हाललाई हल्का फुल्का उसले भनेको कुरा सुन्ने, उत्तर फर्काउनु सक्ने त्यतिसम्म भयो हो। अब त्यही पनि नजानी N3को एक्जाम दिएकै हो, बकाइदा चोरेकै हो। चोरे पनि अब एकचोटि फ्याट निस्क्यो भने त कसैको भागै लाएन, म ढुक्क कसैको भागै लाएन होइन। त्यसपछि त्यसले म ट्याक्क खाइसेट छिरिहाल्छु। खाइसेट छिर्यो भने त अब फेरि N3ले अलिक गाह्रो पर्ला जस्तो मानेर फेरि अब आउने यहाँ फेरि N2 भर्ने हो। त्यसमा पनि बकाइदा चोर्ने जो। अब के गर्नु त?
बोल्न जाने हो खान्जी चिन्दैन के गर्नु छ हजुर खान्जी चिन्दैन तपाईँले त्यहाँ बसेर हेर्नु हो भने चाहिँ त्यहीँ बसेर हेर्नुहोस् यसो खान्जी चिन्दैन के गरौँ मैले खान्जी नचिनेको कारणले गर्दाखेरि चाहिँ यो जिन्दगी तनाव यस्तो भयो कि बिहा गर्न गएको अब केटीको गुणसुण थाहा भएन घर ल्याइयो यो केटीको भैँसीको कुरा भैँसीमा ठ्याक्कै मिल्छ अब फल्ना कहाँ भैँसीले ल्याम्म 5 मा दुध दिएको आफ्ना लिएर आइयो आफ्ना ल्याउँदा लात्ता ल्याएर दाजु हेरिदियो अब के गरौँ अब दुनो ननाले फल्नाहरूले दुनो फेरि सानोदेखि बच्चादेखि भैँसी पनि लाग्यो श्याममा बसेर हजुरआमाले सिकाएको श्याममा बसेर दुईवटा खुट्टा च्यापेर दुनुपर्छ भन्नुहुन्छ भैँसीको ठ्याक्क बाल्टी दुईवटा खुट्टा च्यापेर दुध दुनुपर्छ भन्नु नि त त्यो अब सानैमा दुइजे थियो अब त्यस्तै कारणले गर्दाखेरि त्यसरी भैँसी दुनु सिकियो यो एन्टु पनि एकचोटि फ्याट्ट यस्तै गरेर फ्याट्ट कसैको चोर्न पाएर निस्क्यो भने त म त गाई खुसी त यति हुन्थेन नि ए राता मकै केटाहरू अगाडि हिँडेका हिँडै छन् यिनीहरू केहीको मतलब छैन कि यिनीहरू कस्तो भन्दाखेरि उहीँ चैते बाँधा रस्ता एकरा हेर यहाँ ल भन यहाँ हाई के भनेदेखि ए चलतिर फेरि जापानिजलाई फेरि मैले के भन्नु भन्दाखेरि 1 नम्बरको फेरि मान्छे कस्तो भन्दा मर्ने जस्तो छ कि जापानिजहरू फेरि किन भन्दाखेरि यो काम होइन भनेपछि चाहिँ त्यसलाई कस्तो भन्दाखेरि जस्तै जिखानको टाइममा या केहीको टाइममा चाहिँ अब गर्दैन भनेको जस्तो चाहिँ ज्याबाइजी गर्छन् त्यसले गर्दाखेरि चाहिँ त्यस्तै हुन्छ र त्यसै क्रममा अब तपाईँलाई ट्रेजेडी पनि नजिक आउँदै गरेको हुँदाखेरि चाहिँ तपाईँलाई एकदम रमणीय दृश्यको अवलोकन गराउने जो हो तपाईँहरूले त्यहाँ कुर्चिया बसेर अहिलेसम्म त एक घान मकै पनि भ्याउनु होला भन्ने मलाई लागिरहेको छ ल हेर्नुहोस् यहाँदेखि यो पुल देखिरहेको छ त्यो पुलमा हामी अहिले अवलोकन गर्छौँ त्यहाँ पनि हो जाने त्यसको पनि हामी अवलोकन छिट्टै नै गर्नेछौँ यहाँदेखि हुँदैछ हामी हिँड्दैछौँ क्या तपाईँहरूलाई आज ट्रेजेडी पनि कस्तो देखाउँछु भन्दा तपाईँले नेपालमा बसेर तपाईँले यो भिडियो हेर्दाखेरि तपाईँले एक घान मकै खानु भएन भने त कमेन्ट गरिहाल्नुहोस् यो भिडियोमा नभए परेन अलि याबाइजो जस्तो छ कि पानी भरिदिएर अलि याबाई भएको होइन यहाँ पानी भरिदिएको कारणले गर्दाखेरि चाहिँ पानी यो पुलमा पानी भरिरहेको हुन्छ क्या तपाईँहरूलाई पनि म यसको अवलोकन गरेँ र आज चाहिँ म ठ्याक्कै मैले भनिसकेँ तपाईँहरूलाई सिस्नेको भने आफ्नो माल गएको याद झलल्ल दिलाइदियो अब जान त कहिले हो अब 2035तिरै होला घर जाने म त्यहाँभन्दा अगाडि मेरो जाने क्षमताले पनि भन्दा पनि अब आफू आएको केही नबनिकन जाने भने घरकाले पनि पिट्लान् भन्ने डर त्यसैले गर्दाखेरि यहाँ हेर्नुहोस् न तलतिर यस्तो पानी छ म यस्तो गरेर हिँडिरहेको हेर्नुहोस् त हामी आइसकिएको छ गाइस फाइनल्ली हामी आइसकेको छ र त्यसै गरी हो जाने त्यहाँ गाइस यहाँ हो पौडिने हामी रोमाञ्चक तरिकाले केटाहरू देख्न सक्नुहुन्छ यिनीहरू पुल तरिसकेका छन् त्यसै गरी ल्याइयो रमाइलो गाइस ल के भन्छस् तैँले डुबाएर केही हुन्न कि डुबाएर केही प्यालो त है तेरि बढेर रातो लेतो खोला पौडीमा लाग्यो मलाई लुतो आएर मेरा भा कन आएर यताको खालै जाला जस्तो भएर अब कहाँ लुतो आयो त नभन तपाईँले थाहा पाइराख्नु ए लुतो आएर म आएर कहिले भित्तातिर गएपछि कहिले यतातिर कन्न त उता ढोकातिर गएर चिलाहुमा हुँदै हुन्न गाई के भन्नुहुन्छ र यस्तो रमाइलो कुरा त्यस्तो निस्के र फेरि तपाईँहरूलाई त मैले यहाँको संस्कृतिको बारेमा बताइसकेको छु ल हेर्नुहोस् अब तपाईँहरूले हेर यो जङ्गलमा कोही हिँड्ने हो र होइन नि यो हिँड्ने त कोही पनि होइन त्यही पनि हेर्नुहोस् अब यो बाटो क्या मान्छेलाई रातिमा हिँड्नु पर्ला यता पर्ला भनेर बनाएको त्यसै गरी अब यो बाटोको नि स्ट्रक्चर हेर्दाखेरि चाहिँ हामी यो देश जस्तो बन्न सकिन्न किनभने हाम्रा कतिपय कुराहरू हाम्रा कमजोरी पनि हुनसक्छन् किनभने जन्मजातै यहाँका बच्चाहरूलाई जन्मिने बित्तिकै त्यो संस्कारमा लैएको छ अब हामीलाई जन्मिने बित्तिकै त्यो संस्कार भन्दा पनि अब पाइएन भनौँ त्यसलाई अब पाइएन भने जान्ने भएपछि चाहिँ त्यो फलो गर्न चाहिँ त्यसलाई मान्नु चाहिँ पर्छ त्यसको चाहिँ के भन्छ भन्दाखेरि जापानिज भाषामा चान्तरुरु मामुरु सित्ते कुदासाई भन्छ नेपाली भाषामा चाहिँ त्यस रुलको चाहिँ अनिवार्य रूपमा आफूलाई थाहा नभएको अनजानमा भएको गल्तीलाई माफ गरिन्छ नि जान नभएको गल्तीलाई माफ गरिन्न भन्ने पनि सिद्धान्त छ त्यसै गरी
त्यस्तै भन्दाखेरि त्यसै नेपालमा हामीलाई जन्मेपछि सिकाइएन कि अब तपाईँहरूको भाग्यमा त त्यो सिकाउने अवसर पनि मिल्यो होला। अब मेरो भाग्य यहाँ त त्यो पनि थिएन, त्यही पनि म यतिको भएँ। अझै पनि म भन्न चाहन्छु, त्यसको लागि चाहिँ हजुरको राय सल्लाह प्रति पनि आओस्। र म यो हेर्दाखेरि भ्यू हेर्दाखेरि म आज आफै मन नसक्नु भइरहेको। म यो भ्यूको बारेमा वर्णन गर्ने क्रममा केही मिठो शब्द केही तितो शब्द बोल्यो हुँला। यिनी भिडियोलाई हेर्दै हेर्नुहोस्। र म आज यो खोलाको तपाईँलाई नजिकैदेखि अवलोकन गराउनु त अन्य म ट्रेजेडी भनिरहेको छु। त्यो ट्रेजेडी तपाईँले यस्तो हेर्नु न, अब यो अन्धेरैबाट गएर त्यहाँ फेरि झ्याट्ट गएर फेरि उज्यालो के सम्झिनुहोस् त कति राम्रो हुन्छ होला। त्यही देखाउनु तपाईँलाई यहीँ खोजेको मैले। त्यसै क्रममा यहाँ मेरा गफ पनि थोरै सुन्नुहोस्। तपाईँको 2 ग्लास भात बढी गयो होला, केही फरक हुन्न। सबैको दिनको सुरुवात 1 कप चियासित हुन्थ्यो भने मेरो आज दिनको सुरुवात भनौँ कि रातको सुरुवात आज यो भ्यू हेर्दै अब कहाँ त्यहीँ आइयो फेरि यहाँ आइयो। ट्रेजेडी भयो गाइस फेरि हेर्नुहोस्। ओए राउन्डिङ होइन के राउन्डिङ मात्रै होइन अब यहाँ यस्तो त फेरि यो त सर्कल यो त साइन्सको कुन ल ला यहाँ यो त फिजिक्स ला फिजिक्समा पनि यस्तो हुन्छ नि जग्गा गाउँको चाहिँ नि ल हेर्नुहोस् यहाँ मलाई त यहाँ तपाईँले देख्नु भएको होला के अरे आज यो भिडियोले अपलोड हुँदाखेरि तपाईँहरूको मनमा प्रतिक्रिया यताउति म हेर्छु कतिको हजुरहरूले सम्झिनु नि है छ भिडियोको कमेन्टमा। मैले तिनी कमेन्टहरू निहाल्दै बस्दै गर्छु किनभने भोलि मैले त हेर्न पाउन्न। किनभने यहाँ बाहिर पो नजानु हुने भोलि मैले फेरि साँझतिर कामबाट म 11-12 बजीतिर आएर भिडियोलाई फेरि मैले त्यहाँ भिडियोका कमेन्टहरू 1 नम्बर तरिकाले निहाल्दै गर्नेछु। त्यसै गरी गर्मी पनि भइरहेको छ। गाईहरूलाई यस्तो खोलो देखाउँछु भनेको मै ट्रेजेडीमा परे गाई छ। यस्तो ट्रेजेडी भयो कि अब तपाईँहरूलाई मैले ट्रेजेडी बनाएर उल्लु बनाउँछु भनेको मै उल्लु भएँ कि हेर्नुहोस् त। त्यही भएर भनिन्छ नि त यहाँ हो कि यस्तो त पारिजु होला कि यो त रिसर्टै हान्ने भयो क्या। यो त रिसर्ट होइन अदर भयो नि केही फरक परेन किनभने हामी यो अवलोकन गरेर दृश्य अवलोकन भए अहिले नहेर अन्धार हुन लगाएर पनि गाह्रो परिरहेको त्यही भन्ने मैले जानिरहेको छु। आज उहाँ नेपालमा बसेको केटा अहिले फेरि कहाँ गयो यो भन्ने होला नि फेरि अहिले साँझ कमेन्टमा मैले फेरि भनिदिन्छु म त नेपालको गाउँ आएको भनेर फेरि मैले भनिदिन्छु। पछि फेरि पहिले टोकियो भनिसकेँ त्यही पनि सोध्छ भने त फेरि नेपालको गाउँ भनिदिन्छु। कसैले भात खाँदै हेर्ला नि कसैले के खाँदै हेर्ला नि ठिक छ जिन्दगीलाई चलाउँदै जाने हो त्यस्तै हो क्या। जहाँ गए पनि भाषा भन्ने कुरा चाहिँ फरक होला र हाम्रो बाआमाले यो गर्नुहुन्न भन्ने कुरा जापानिज पनि त्यो गर्नुहुन्न भन्ने चाहिँ केटाहरूलाई मैले यहाँ आएर अलिअलि बुझ्दाखेरि यो गर्नुहुन्न यस्तो गर्नुहुन्न बाटो आँटोटिन्छ भने अब यहाँ त्यसको त्यो त यो कुदामे अब त्यही त हो नि। अब बाहिर गाडी चल्दै बेला जानुहुन्न भन्छ त्यस्तै त हाम्रो बाआमाले पनि माया लाएर जानुहुन्न भन्थे के आराम। त्यसका विषयमा त अब अलि विरोधमा मैडम कसैको के हुन्छ विगतलाई गर्ने काम चाहिँ नगरौँ है कसैले। अब मैले चाहिँ भन्दैछु फेरि भन्नु होला रमाइलोको लागि चाहिँ त्यो मैले के गर्नु खोजेको भन्दाखेरि भाषा मात्र चाहिँ फरक छ क्या। नभए फेरि अब लाटो भाषा फेरि जहाँ पनि चल्ने खाने भन्ने बुझ्छ तैँले दोको कार गच्छी Oh guys, hurry, dive, my God. Okay.
ठिकै यहाँ 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 मेन पोइन्ट टु बी नोटेड Sumimasen. Sumimasen. Doko kara kochi. Arigato. त्यहाँ चाहिँ उताबाट गइने है चाहिँ हामी चिगाई मास भएर यता आइएछ है बाटो चिगाई मास भएछ र यता फर्किएछौँ हामी कोकोरो कारा गमन्ना साई इमा वातासी no खाने mo kono video o miru dato mo mas sono toki wa watashi wa McDonald's ni hatarakimasu sono toki wa watashi wa kono message o mienai demo yoru खाएर त कि बा मेरो त मैमास ल हेर्नुहोस् अब फेरि बाटो भन्ने कुरो चाहिँ फेरि कताबाट भनेको भने तलतिरबाट परिदिएछ हामी माथिबाट आइयो यहाँ चिगाई मास भयो बाटो होइन यहाँदेखि बाटो होइन यो बाटो होइन यो तर बाटो अझै पनि बाटो कहाँ रहेछ भन्दा यहाँ ल गाइज अब म यो टाङ फटाएर झरेँ कि भन्नै खसेन गाइज ध्यान त यहाँ पर्ख न पर्ख मायालु ल हेर्नुहोस् कतै उज्यालो कतै अँध्यारो यस्तै यस्तै गर्ने क्रममा क्यामेरामा धुलो परो जस्तो भनेर गाइज यो भिडियो तपाईँहरूले बेला बसेर 3 थाल भात खाएर हेर्नुहोस् केही भन्दैन मैले भिडरा चढ्सम्म भन्दै मैले हान्छु यहाँ टाइप गाइज पत्थर नेपाल गाँच्दै खानु क्या उहाँपट्टि ठिक होला मलाई त्यहाँ उहाँपट्टि यार क्या जान त मिल्छ पौडी निकी के गर्ने हामी भन्नु त एकदम मिल्छ त्यही झरौँ न त भाइ मिल्दैन कहाँ हिँडेर जाने कपडा खोलेर होइन जुती लाएर मिल्छ कहाँ मिल्छ त्यति हाम फाल्न सकिन्न र के केटाले त हाम फाल्ने कुराहरू त नि त यहाँ त लौ न गाइज सिधारा हामी अब बिना जुत्ताको ट्रेकिङ अब यहाँ त मलाई त याबाई जस्तो लाग्छ गाइज हो हेर्नुहोस् गाई तपाईँहरूले हेर्न सक्नुहुन्छ कसरी हाम फाल्न सकेन भने चाहिँ म फिर्ता हुनेछु म जान्न मलाई त पुग्न त पुगिन्छ कि अब त्यही हो अब कसिएको चाहिँ अनन्त कसियो ल ल ल यो अनन्त कसियो सबैको सातो पुत्लो लैदिए खोलाले के हाल्नु खान्छ आइज माथि हामी दुवै माथि केटा म त फर्केँ गाइज कोचिकारामा देहरू कोचिकारा Sumimasen. Hai, achitai kochikara mo ikeru ne? Hai, arigatou gozaimasu. भाषा भनेको नजाने बरु सोध्ने ल हेर्नुहोस् म यसरी के झाडी जा
यी गाई 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 झन्नै गएन ए गाई अन्त ठ्याक्कै सिस्ने हो नि त सिस्ने खोलाबाट माहल जाँदाखेरि झर्ला पुसुन बग्दै जान्थेँ क्या कहिले काहीँ बाघ आयो भने डराएर कुकुर्क परेर गुनाह गरेर बस्थेँ त्यही पनि म हिम्मत झुटाएर जाने पनि त गर्थेँ क्यारम तिदरा सम्म बाख्रा चराउने ठाउँमा चाहिँ गाइज बहुत गाह्रो भयो यी गाइज म आएँ आज के दशा लाएर हिँडेछु भन्नु भएन फेरि रमाइलो पनि भइरहेको कहाँ पौडिन्यो र ल आज तपाईँहरू ट्रेजेडीमा त म फाइनल्ली ट्रेजेडी भन्न भन्दै ट्रेजेडीमा ल्याएरै छाडेँ नि तपाईँहरू ल्याएर इधर अब यहाँ पौडिने गाइस अब त्यही कट्टु ल्याएँ नि फेरि यत्रो गरम बिना कट्टुको हर आज जे पर्छ त्यो गर्छ है भनेर भन्नु ल्याऊ फेरि तपाईँले त फेरि यहाँ मजाक उडाउनु लगाएर कमेन्ट लेख्नु राखेको तपाईँ जान्नु भयो नि त मैले त बुझेर पहिले जसलाई भोरि कपडा लिएर आएको ल बाई बाई लभ यु अल